आज यार नठकी भएन यसलाई यार। साउदी कपडा कस्तो छ? कपडा त छ नि साउदी, हेर्नु न कस्तो कस्तो मन गरेर कपडा कस्तो छ हेरौँ त देखाउनु त। कस्तोमा हेर्ने भन्नु न, टी सर्ट लिएर आउनु ब्रान्डेडमा हेर्ने कि ब्रान्डेड एकदम ब्रान्ड ओरिजिनलमा हेर्नु कलर कस्तो मन गरेर हेर्ने कलर त एकदम राम्रो ठिकै छ। खालको छ नि ओरिजिनलवाला हो भने यो खालको छ। हजुरलाई यसो गर्नु न 1400सम्म हालिदिउँला यो हुन्छ राम्रो खालको। मैले 200 किनेको कहाँ 200मा सेन्डो आउँदैन अहिले तपाईँ पनि 200 होइन सेन्डो त आउँदैन। एउटा हेर्नु त क्वालिटी हेर्नु त यो स्पार्टन ब्रान्डको हो। अनि अब त्यो लेखा त जुन चाहिँ त्यस्तै हुने छ। होइन होइन यो राम्रो खालको छ। यसो गर्नु न हेर्नु म पनि यहाँ तास खेलेर बसिरहेको पुरै तनाव भएर व्यापारै केही पनि भएको छैन। अलिक मिलाएर गर्नु न। ल साउदी ल 500 रुपियाँ तिमीलाई केही छैन। 500मा त आउँदैन हो, सिलाइ ज्यालै पर्छ हजुर। यो त 700 800 छ। त्यो मैले बटेको छ दिने आउँछ नि। अहिलेसम्म काउन्टरमा पैसा परेको छैन, अलिक मिलाइदिनु न के। ल 1200 मात्र गरिदिन्छु ल। 500मा त कहाँ आयो त आएन नि। 500 होइन यसो गर्नु नि त, यसो गर्नुहोस् हजुरले आइसी 500 दिनुहोस् है। आइसक्यो होइन हामी नेपाली दिनु नेपालीमा त खोइ यो व्यापार स्यापार केही छैन। मन स्कुटिएर ल ठिक छ ल 600मा हालिदिनु नि त। तै पनि काउन्टरमा पैसा पर्छ कि है। ल ल दिनुहोस् ल है। मैले चाहिँ एउटा अब यहाँ बिहानदेखि काउन्टरमा पैसा परेको छैन, त्यो भएर हजुरलाई यहाँ काउन्टरमा पैसा परेपछि अलिकति लक लाग्छ कि भनेर मात्रै हो। ल दिनुहोस् अब के पहिला त मैले 300 मिलाएको टी सर्ट हो। कहाँ 300मा आउँछ त भने यस्तो टी सर्ट 300मा आउँछ मैले किनभने अब होइन। अरे साउदी मिलाउनु न अझ मिल्छ भने अब 600 भन्दा मिलाउन सक्दिनँ है तपाईँलाई। मिलाइ मिलिन्छ के साउदी। ल 10 रुपियाँ कमाइदिनुहोस् 590 दिनुहोस् ल। ए 10 रुपियाँमा अहिले त तपाईँको कति महत्त्व हुन्छ 10 रुपियाँको त भनिहाल्नु भयो। 590 मात्र अझ 10 रुपियाँ घटाइसक्यो। 600 भिडियो गराउनु त। 600मा दुइटा त कहाँ आएर पुरा आउँदैन आउँदैन। हेरौँ राम्रो सायद कस्तो साइज कति 34 होइन तपाईँलाई? त्यसको ओरिजिनल चाहियो भने ओरिजिनल चाहियो। यो लाउनु नि त एकदम नरम छ, हल्कामा छ, कम्फर्टेबल छ। यो लाउनुहोस् त। हामी यस्तो पाइन्छ ब्रान्डेडमा हो बुढा यो। लोकल हो कस्तो खालको त्यसको 200 रुपियाँ साउदी। तेरि तपाईँ त अचम्म रहेछ। 200मा यस्तो प्यान्ट आउँछ त बुढा हो। मैले लिएर आयो भने के गर्ने त बुढा हो? आउँदैन यो कि रत्न पार्कै जानुपर्छ। यो त आउँदैन 200मा। भनेपछि म लान्न तपाईँको कपडा तपाईँ महँगो रहेछ ल। होइन लानु एउटा टी सर्ट त लिएर जानु छ। महँगो भन्छ एउटा त लिएर जानु छ। तेरि मैले तपाईँलाई यो 590 मात्र गरिदिएछु, लानु नि एउटा। अब भोलि पर्सि आउला नि त। अहिले त भाउ बुझ्नु म त आएको नि त म त। अनि भोलि पर्सि चाहियो भने म यहीँ आउला नि ल। कस्तो कस्टमर मात्र आउँदो रहेछ झन् मिलाएर गरिदिनु। मिलाएर दिनुहुन्न त। यस्तो मिलाउँदैन हेरी यस्तो राम्रो टी सर्टलाई मिलाउँदैन यार तपाईँ। तेरिका कस्तो 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 मान्छे आउँछ नि यार। यस्तो राम्रो टी सर्ट 590मा लैजानु भन्दा पनि यार आज दिनै खराब रहेछ क्या मेरो त। यो पसलले यार लास्टै ठगेछ यार पहिला चाहिँ यार।